यसले चाहिँ भिर पाखा पोखराहरूको विभिन्न ठाउँहरूको चाहिँ एक साना साना बाटोहरू पत्ता लागेको छ र हामी मानिसलाई चाहिँ तिनै बाटोहरूको चाहिँ पहिचान गराउँदै गर्दा हिँडिरहेको अवस्था छ। यस्तो भिर छ है। हाम्रो देश नेपालको भूविन्यास केवल प्रकृति मात्र नभई एउटा विशद र दुष्ट संरचना हो, जहाँ दिगन्तसम्म ठिङ्ग उभिएका भीमकाय शैल श्रृङ्खला र अजीवित भृगुहरूको बाहुल्यता छ। यहाँका पाषाणयुक्त कठिन बाटाहरू र विषम भिराला पाखाहरूले पदयात्रीको साहसलाई प्रतिपल उद्वेलित तुल्याउँछ। यो टोर्कोमा चाहिँ पानी जम्छ अरे र यो पानी जमेको ठाउँमा गहिरा कन्तर्पबाट सुनिने प्रतापको भयानक गर्जन र आकाशमुनि शिखरको अटल उपस्थितिले यो भूमि जति रमणीय छ त्यति नै दुर्लभ पनि छ। नमस्ते, म पूजन राई, साथमा जुनु लिम्बू। यहाँहरूलाई आजको यस अङ्कमा हार्दिक स्वागत गर्न चाहन्छौँ। आजको हाम्रो यात्रा चाहिँ नवगामी उकालीको र यो पैदल यात्रा अत्यन्तै कष्टकर छ र अत्यन्तै प्राकृतिक सुन्दरता झकिझको ठाउँहरूको चाहिँ कुकुरले हामीलाई बाटो देखाउँदै अगाडि बढिरहेको अवस्था छ। यो चतुर छ यो कुकुर। अत्यन्तै बिछटै प्राकृतिक सुन्दरताको हामी यस रण मैदानमा पौडी जोडी खेलिरहेको छौँ, अगाडि बढिरहेको छौँ। पुरा हिँड्दै हामी यस्तो बाटोमा अगाडि गइरहेको छौँ, अगाडि बढ्ने क्रममा छौँ। धेरै उकालो छ, यस्ता घुम्तीहरू धेरै पार गर्दै जानुपर्ने हुन्छ र यता हामीलाई चाहिँ कुकुरले साथ दिएको छ आज। बाटो अनकान्टर छ, उकालो पनि ज्यादा छ। हाम्रो जुनु लिम्बूले चाहिँ खान्ते पिन्ते सबै बोकेर चाहिँ हिँडिरहेको अवस्था छ। यति बेला उकालो नै अत्यन्तै धेरै बढी छ। यहाँनिर कुनै ठाउँ 1300 लगातार उकालो आइहाल्ने सानो गोरेटो। हाम्रा आमा बुवा बाबुबाजे पुर्खाहरूको अविच्छिन्न श्रम र पदचापले सिन्चित ती दुष्कर उकालीहरू आज आधुनिकताको यान्त्रिक मोहपासका कारण केवल स्मृतिमा विलुप्त हुँदैछन्। एक अबोध प्राणी र हाम्रो यात्रा उकालीको सम्झना योग्य बनिरहेछ। बाटोमा भेटिएका अजीब वस्तुहरू निहाल्दै लगातार उकाली बढिरहेका छौँ। बाटोको बायाँतिर भेटिएको सानो ओडारलाई निहाल्दै हाम्रो जुनु लिम्बू केही न केही कुरा सुतेको छ यहाँतिर। अगाडिको यो विशाल थुम्किडाँडा हेर्दा हाम्रो पुर्खाहरूको अदम्य साहसको स्मरण हुन्छ। हिजो जुन दुष्कर र भय प्रस्तरको भिरमा मानिसहरू केवल एकमुठी घाँस र दाउराका निम्ति काल झैँ पदक्षेप राख्थे। यो कुकुरले एकदमै राम्रो साथ दिइरहेको छ। यसले चाहिँ भिर पाखा पोखराहरूको विभिन्न ठाउँहरूको चाहिँ एक साना साना बाटोहरू यसले चाहिँ पत्ता लागेको छ र हामी मानिसलाई चाहिँ यसले चाहिँ तिनै बाटोहरूको चाहिँ पहिचान गराउँदै हिँडिरहेको अवस्था छ। यस्तो भिर छ। साथीहरू, जुन यो अगाडि देखिएको अजङ्ग प्रकृतिको ढुङ्गाका संरचनाहरू छन्, जुन तहगत रूपमा रहेको छ, जुन प्रकृतिमा सायदै बिरलै रूपमा रहला, यो देखिरहँदाखेरि आजभन्दा केही समय अगाडि जुन इदिङको लिम्बू र म गोर्खा जिल्लाको भ्रमणमा निस्किएको थियौँ, त्यस्ताको समयमा उक्त ठाउँमा पनि यस्तै प्रकृतिको ढुङ्गा चाहिँ त्यहाँनिर देखिएको थियो र स्थानीय बासिन्दाहरूलाई सोद्धाखेरि चाहिँ यो ढुङ्गालाई मानेको खण्डमा चाहिँ आयु वृद्धि हुने जस्ता धार्मिक महत्त्व रहेको कुरा जानकारी गराएका थिए। हुन पनि उक्त ठाउँमा चाहिँ पर्यटकीय तथा धार्मिक दृष्टिकोणले चाहिँ अत्यन्तै धेरै फस्टाइएको देखियो। सायद यहाँ पनि त्यस्तै प्रकृतिको ढुङ्गा देखिरहँदाखेरि स्थानीय बासिन्दा, स्थानीय सरकार तथा सरकारवालाहरूले चाहिँ यसलाई चाहिँ प्रमोसन गरेको खण्डमा चाहिँ सायद लाग्छ यस ठाउँले पनि एउटा मूर्त रूप लिन्थ्यो कि। त्यसैले तपाईँहरूले पनि सक्दो सेयर गरेर सम्बन्धित तहसम्म पुर्याइदिनुहुन्छ भन्ने मैले आशा गरेको छु। यो टोर्कोमा चाहिँ पानी जम्छ अरे र यो पानी जमेको ठाउँमा चाहिँ तिर्खा लागेको बेला चाहिँ मानिसहरूले चाहिँ यसरी पानी
यहाँबाट खाने आजको यात्रा यस्तै रह्यो। हेरेर साथ दिनुभयो यहाँहरूलाई धेरै धेरै धन्यवाद। अर्को भागमा यसै गरी यहाँहरूसँग भेट गर्नेछौँ। आजलाई भने म पूजन राई तथा जुनु लिम्बू आज्ञा हुन चाहन्छौँ। हवस् त, नमस्ते, फेरि भेटौँला।